अरे मर्ने बेलामा किरा पर्छ तिम्रो झोलिनीलाई किरा पर्छ मलाई खाने बाघले तल खाँदैन मलाई खाने बाघले तल खाँदैन त्यत्रो युवाहरू मर्दाखेरि खुसी भइरहेको त्यस्तो यी आन्टीले भन्न पनि मुटुमै घोच्ने गरेर भनेका छन् हो साथीहरू एकैछिन सुनौँ है त यो भिडियो सबैको बोली के छ केपी ओली अभी बदत है भाई अभी बदत है अभी तूने गाड़ी में उंगली किया ना अभी बदत है चिक्ने रन्डीको बान केपी ओलीमा चिक्ने हत्यारा ए रन्डीको बान केपी ओलीमा चिक्ने हाम्रो देश हाम्रो शान केपी ओली केपी चोर केपी चोर केपी ओली रन्डीको बान घन्टीका केही अराजक तत्त्वहरूको टाउको दुख्न सक्छ कृपया हेलमेट र सिडामोल प्रयोग गरेर हेर्नु होला मेरो टाउको दुख्दैन तिम्रो नागिनवाला डान्स देखेपछि मेरो टाउको ठिक भइहाल्छ खुइली धर्म मान्नेले धर्म गुरु त ल्याउँछ नि तिमीहरू जस्तो धर्म छाडा नकचरा लबस्तराहरूलाई के थाहा धर्मको महत्व धर्म संस्कृति जति सबै बेचेर खाइसकिहाल्यौ दामी छाने रविहरू सहकारी ठगहरू बेम ठगहरू यहाँ कोही उफ्रिएर हुँदैन भाइ अन्ना खानी मुखले बोले भए त राम्रै बोल्थिस् होला होइन गुखानी मुखले बोलिसेस ठग भनिसेस होइन यदि रवि लामी छानेले ठगेको भने त प्रुफ देखा न त प्रमाण देखा न त छ प्रुफ प्रमाण छ तेरा बाउ भ्रष्टहरूले प्रमाण छ भन्दा भन्दै आज कुनै स्थितिमा पुगेछन् धेरै ती फुटेका हाल देखिसेस त अनि यस्तै गर्दै मिडियामा मात्रै भुँदै गरिछ भने मलाई 100% देश निकाला गर्छ नि हेरी अलिक विचार गरेर सोचेर बोल्ने गर यस्तै पनि माता रे कुलङ्कार नि यस्तो त मलाई माता भनेर कसले मान्छन् हो अनि अर्को सामान के बौला जस्तो भएको यार अनि के त जस्तै झिङ्गे भएर हिँड्नुपर्ने हो त जस्तै भोगटे बोका खोज्दै हिँड्नुपर्ने हो भोगटे बोका देखेर गर्दै हिँड्नुपर्ने हो खर्माउली हेर्नै मन लाउँदैन जितुवा पार्टी भए नि बेहोरा सबै खुस्केका आफ्नै साथी भए नि ओइ हो के छ खबर साइत हर्क साम्पाङ लबर साइत सुमन सिंह लबर साइत रेणु दाह लबर साइत सुनिल शर्मा सबैको नाम त लिनुभयो तर दुईटा मुख्य मान्छेको नाम त लिनु भएन नि साइत भोकटे लबर साइत बतासे लबर हुन त लबरमा बुढो नालम भनेर पो कि मैले नबुझेर हेर यो हर्केको घमण्ड जनताको सम्मान र मायालाई कदर गर्नु नसक्ने गुइठेले राष्ट्रको कदर गर्नु सक्छ यस्तो मान्छेलाई माननीय बनाउने चाहिँ धरानको जनताहरू खत्रै हो मान्नुपर्छ हर्के लन्ठु बौलाइसको बालेन कोरिसले सम्झाइ बुझाइ गरिदिनु न लो भन्झाक्री मिसले लाउला कमिलो सरररररररर सेट हर्केको कर्म नै खोटो पास्टरसँग खिच्नाले त्यो फोटो लन्ठुको कर्म नै खोटो पास्टरसँग खिच्नाले त्यो फोटो
छाडा सपोर्ट गर्नुको कारण त नि यस्तो लाग्छ कि तिमीहरूले त तिमीहरूको घरको आमा दिदी बहिनी सबलाई बलात्कार गरेर भ्याइसक्यो होला क्या। अनि बोली त तिम्रो पनि सफा होइन नि, त्यही फोहोर शब्द बोलेरै तिमी कलाकार बाँकी हो। के फुइ देखाउँछ? यही नहीं, अभी और सुनिए। हेर्नै मन लाउँदैन जितुवा पार्टी भए नि। यो कुकुर्नी खातिनीलाई हेरौँ न, यो बिहान उठ्यो रासोपालाई गाली, बेलुका भयो रासोपालाई गाली होइन, रासोपालाई गाली नगरेको दिनै हुँदैन कि यसको त। अनि हामीले चाहिँ भोगटेको लभर नभनी के भन्ने त नि यसले होइन, भालु नि यताउता गाली त गरिहाल्यो जसले पनि। केपी बालामा छातीमै पनि टास्न सक्छु कि। छातीमै पो टास्ने भनेपछि पक्का यसले आफ्नो पहिलाई धोका दिँदैछ, पक्कै बुढासँग सक्कर चलाछ। ज्योति मगर र खुली जस्तो हुनहार यो देशको युवतीलाई अगाडि ल्याएर हिरो बन्ने कोहुनी मासाले केपी ओलीलाई मुद्दा चलाउने काम यदि कसैले गर्छ भने लाखौं करोडौं केपी ओलीका छोराछोरी रोडमा आउनु बाध्य नहुन् भन्ने कुरा म चेतावनी दिन चाहन्छु। मुद्दा चलाउने होइन, अस्ति माछालाई जेनजी आन्दोलनमा भेट्या भए 13 बाउ केपीको माछाले हक्ने मुद्ने यतिखेर मोजी माटो मुनि पुग्थ्यो कि पशुपति मोजी खरानी हुन्थे माछालाई खाथे नि माछालाई बोल्ने तरिका त्यही हो, झोले नि माछालाई केपीको बतासे अन्डा। यी चटकीहरूको चाहिँ भविष्य छैन, यिनीहरूसँग केही परियोजना छैन, केही पनि यिनीहरूसँग न भिजन छ न एजेन्डा छ, न यिनीहरूले बुझेको छ। तेरी माताग्नि नखचरी तँभन्दा त प्रकाश सपुत र रिमा विश्वकर्मा 100,000 गुणा राम्रा मान्छे हुन् क्या। तैँले किन अरूको विरोध गर्छस् भने त एमालेमा जाँदाखेरि एमालेको प्रचार गर्दा राम्रो हुने, उनीहरू चाहिँ रासोपामा जाँदाखेरि नराम्रो हुने हुन्छ। उनीहरूको खुसीको कुरा हो, आफ्नो स्वतन्त्रताको कुरा हो। उनीहरू गए ठिक छ त, उनीहरूले त तेरो बारेमा केही बोलेका छैनन् त, तैँले किन विरोध गरिरहन्छस् राधी अरूको? केरीमा झ्याग्ने हेलो 10 वर्षभित्रमा यो देशलाई चाहिँ दक्षिण एसियाको त सबभन्दा अगाडि लान्छौँ। होइन बालेम शाह किन चुइक्क बोल्दैन यार? बोल्दैन त हाम्रो प्रधानमन्त्रीले, तर रन्डीलाई के भयो? होइन घन्टीका समर्थकहरूले होइन यसको कोही आफन्तरी छन् भने यसलाई सुधार केन्द्र हालेर उपचार गर हो। यस्तै यसले घन्टे भन्न लाग्यो भने कुन दिन बोलाएर नाङ्गै हिँड्न पनि पेट छैन। सोए ढोले सोए आची खाएको खोइ। ए यार प्रधानमन्त्री कसलाई बनाउने हो बनाइहाल्नु नि हौ, कत्रो टाइम लाग्छ? खुइली तँलाई पहिलो जना हतार भयो भनेर अहिले प्रधानमन्त्री बनाउने हुन्छ? अलि दिन हेर्नुपर्छ खुइली। ज्योति मगर त एमालेको झोले भइसकिन्, राजनीति गर्नेले राजनीति सिक्ने हो ब्रो। अरे ज्योति दिदी, अहिले त तिमीलाई एमालेको झोले होइन बतासे अन्डा र भोगटेको बुढी भन्न थाले नेपाली जनताले। कुरो त्यस्तो छ। हाई गाइस, यो चाहिँ मेरो नयाँ टोपी हेरबिन मैले अस्ट्रेलियाबाट मगाएँ। हाई खुइली, के छ खबर? अनि कताबाट ल्याऊ त त्यो भोगटेको टोपी? अनि के छ, भोगटेले उता गुन्डोबाट पठाइदियो कि क्या? ठुलो भोगटेको टोपी। एकछिन यो जगल्टे चुडेलको कुरा सुनौँ त साथीहरू। अब यी घन्टे ग्याङहरूले के बुझ्नुपर्छ भने संसद भवन भित्र यिनीहरूले सरकार बनाइसके पछाडि हर्क साम्पाङको पनि नेतृत्व छ भन्ने कुरा घन्टेहरूले बुझ्नुपर्छ। र हर्क साम्पाङले एउटा शब्द के भनेको छ भने म मेरी आमा बेच्छु, म बेचिन्छु, म हरेक गर्न सक्छु। तर हामीले हर्क साम्पाङको नेतृत्व छैन भनेको छैन, तर हर्क साम्पाङले यो पनि भनेको थियो कि बालेन शाहले चुनाव जितेपछि म नेपालको नागरिकता त्यागिदिन्छु, शरणार्थी बनिदिन्छु। खै त बनेको जस्ताको त्यस्तै छ क्या रे। अनि त जगल्टे
र चुडेल बालेन शाहले झापाबाट चुनाव लडेपछि जितेपछि म तपाईँको गु खाइदिन्छु, तपाईँको मुत खाइदिन्छु, झुन्डिएरै मर्दिन्छु, यो धरतीमा तपाईँले मलाई देख्नै हुन्न भनिरहेको थिएँ। त जिउँदै पो घुमिरहेछस् त, कहिले मर्छस् र? झुन्डिने दिन कहिले हो तेरो? जनताले सोधिरहेछन् के, जान्नु पर्यो नि जनताले यार। तँलाई हर्क सम्पाङको एउटा त्यो राम्रो दिएको वचन याद आयो, नागरिकता छोडिदिन्छु र शरणार्थी बनिदिन्छु भन्ने याद छैन तँलाई होइन? चोर चोर मौसेरे भाइ, तिमी सबै चोर हौ सालेहरू। यसकारण न तेरो हर्क सम्पाङको विश्वास गर्न सकिन्छ, नत्र तेरो नै तिमीहरू रन्डाहरूको विश्वास गर्न सकिन्छ, तर तिमी झोलेहरूको विश्वास गर्न सक्दैनौ क्या हामीहरू। नेपाली जनताले झोलेमाथि विश्वास गर्न छोडिसक्यो, बस यति मात्र याद राख। केपी ओली हार्नुको मेन कारण भन्ने हो पर्दैन खुली। एउटी तिमी हौ, एउटा भोकटे हो, एउटा गुखानी भन्छ त्यो हो, एउटा चाहिँ त्यो का गर्छ नि ढ्याकी त्यो हो, एउटा नाति उप्री नाति चाहिँ त्यो साप्रावाली हो के। केपीलाई त पत्ता साप बनाइदियो नि त। हामी प्रधानमन्त्री बालेन शाहलाई तपाईँको एजेन्डा के हो भन्दाखेरि हाम्रो त एजेन्डा पनि भन्न मिल्दैन। तेरो एजेन्डा चाहिँ के हो नि? तेरो चाहिँ स्टेजमा गएर तिग्र देखाउने, त्यो छातीको त्यो यत्रो ठुल्ठुलो त्यो फर्सियाँहरू देखाउने होइन जाँठ। तेरो चाहिँ के छ त नि? साला एमालेको झोलेमा साला त्यो महेश बस्नेतको कति खाएको होला, भित्रभित्रमा टोक्ने हावा कुरो गर्छ मा साला। बालेनलाई विरोध गर्छ माधव चोट खाते नि। निकाल्नुहोस् तपाईँको गन, निकाल्नुहोस् तपाईँको ठाडो बन्दुक अनि आउनुहोस् मेरो घरमा र ठोक्नुहोस् सिधै छातीमा गोली। खुइली गनले नै होइन, सिधै बन्दुकले ताक्छु, तर छातीमा होइन। अन्तै तिमीहरू भतुवाहरूलाई, विशेष गरी दमकका खापेहरूलाई विकास धेरै भयो। अब बालेन शाहलाई टर्च खोज्दै किन? अब बालेन शाहले चुनाव जितेको होइन, यो चुनाव कसले जित्यो छोडिदिनु दाई। पहिला तपाईँले गु खाने काम गर्नुहुन्छ, खान्छु मात्रै भन्नुहुन्छ, खाएको कहिले देखिएन। बालेन शाह तेरो बाउ हो बाउ, यिनको र नेपाली जनताले चिन्छन्। त एउटा केपीको गु हानेले नचिनेर केही हुँदैन। मासु भात खाने हो नि, ओके दिएको छ भने राम्रो कुरा हो, तर मैले खान पाएको छैन, मलाई दिनु भएको। यो जर्सी गाईले नि के बोलेको के भनेको यो खाइरहेको के हो? तिम्रो केपी बाउको काटो खाइरहेको हो मासु भात नखाएर? फक रास्यो त तै खुइली फक, तेरै एमाले फक मासला। अस्ति भर्खर महेश बस्नेतले बजाएको थियो त, अनि के बिर्स्यो क्या मासला? खुइली मा खाते नि, कुकुर नि मासला, ट्यापे नि। नमस्ते, म ज्योति मगर। यो चैत्र 3 गते मंगलबारको दिनमा आउँदैछु कञ्चनपुरको। आउनला हामी भेटौँला, रमाइलो गर्नुपर्छ। भयो त आउन पर्दैन, तँलाई एमाले नै ठिक छ। तेरो गति छाएर गीत सुन्नु भन्दा बरु मजाले ब्ल्याङ्केट ओढिदिन्छ, यसरी सुत्तिन्छ।